ल बोका चाहिँ माथि चढिसक्यो अब हामी गाडीमा चढ्नु बाँकी छ ल नमस्ते घोराइदेखि उजा सिजातिरको प्रस्थान भइसक्यो हामी चाहिँ यहाँ को छौँ रे दिया ल हेलो भन्दै ल अब हामी लागिसक्यौँ साना साना झलकहरू देखाउँदै जानेछौँ नमस्ते सम्पूर्णमा आज मिति 2081 फागुन 15 गते हामी सब परिवार दाङको उजा मन्दिर धार्मिक यात्रामा रहेका छौँ घोराइदेखि पूर्वतर्फ रहेको छ जुन बङ्गलाचुली गाउँपालिका 1 उजा दाङमा पर्दछ हामी श्री बागेश्वरी दुर्गा कालिका देवी मन्दिर कहाँ जाँदैछौँ हामी नारायणपुरदेखि जाँदाखेरि घोराइ हुँदै घोराइबाट मसिनाको बाटो जाने कुरा हो ट्राफिकबाट पनि जाँदो रहेछ तर ट्राफिकबाट जाँदाखेरि टिप्परहरूको धुलोले केही डिस्टर्ब होला अलिकति अप्ठ्यारो होला भनेर हामी मसिना हुँदै जाने भन्ने हाम्रो गुरुजीले भनेपछि यता मसिना हुँदै जाँदैछौँ हेर्दै गर्नु होला बाटोमा जाने क्रममा बेला बेलामा मैले क्यामेरा झिकेर बोकाको कसरी बसेको छ भन्ने कुरा क्यामेराबाट हेरिराखेको थिएँ ख्याल गरिरहेको थिएँ जेको बाटो ठिकै रहेछ रमाइलो लाग्यो अफरोड चाहिँ अफरोडै हो लगभग हामीलाई 2 घन्टाको यात्रा गर्नु परेको थियो ठिक थियो गाडीहरू पनि त्यति थिएनन् धुलो पनि धेरै खानु परेन सजिलै आइपुग्यो श्री बागेश्वरी दुर्गा काली देवी आइसक्यो बङ्गलाचुली हजुर हजुर ल कतातिर निस्किनुहुन्छ उताबाट ल ल आउनुहोस् स्वागत स्वागत फाइनली हामी उजा मन्दिर आइपुगेका छौँ अब हामी पूजापाठ गरेर फर्किनेछौँ हामी बिहानै खाना नखाएरै आएका हौँ किन दादा जस्तो देखिँदै त्यति चाहिँ ल भन त ल के भन न के भन्दैन यसको लागि 2-4 शब्द पोखन ए विचारले मार्न ल्याइसकेको छ त्यो भन्छु ल कुटी रङ किन परेछ मलाई यहाँ पूजाको तयारी हुँदैछ हामी 8 बजेको हिँडेको नारायणपुरदेखि अहिले चाहिँ हामी लगभग 9:55 गयो हामी 8-9 1-2 घन्टामा आनन्द ल्याइदो रहेछ हामी मसिनाको बाटो हुँदै आएका थियौँ पूजा सिजा मन्दिर धार्मिक स्थल धार्मिक आस्था भएका धर्मावलम्बीहरूको लागि एकदम महत्त्वपूर्ण
आस्था बोकेको मन्दिर हो यो। यसो मेरो पहिलो पटकको दर्शन हो। तपाईहरु यहाँ आउन नपाए पनि एक भिडियो मार्फत मनैदेखि नै सम्झिन चाहनुहुन्छ। त्यसलाई म बाहिर गेटबाट पनि देखाएँ। श्री भाग्यश्वरी दुर्गा कालिका देवी भगवती मन्दिर बङ्गलाचुले गाउँपालिका 1 उजा दाङ रहेछ। सोच न फुल्ला फुल्ला ए रोड पाक्यो हजुर। ए कता हो यो रोडको पैसा बुझाउने हजुर ए दिनुस् मलाई मन्दिर जानुस्। ए रोड उतै गइसक्यो रोड बाजे लग्दै जानु भयो। ए ल पाठो निर्माण चाहिँ पाठो पोल्ने हो कि हैन? पाठो पोल्नेको व्यवस्था पनि छ। पाठो नपोल्ने रे गइहाल्ने पोल्ने भयो अब एकबाट एकैछिनमा हुन्छ। ए ठिकै छ। कसरी हो पोलेको? 600 रुपैयाँ लाग्छ। पोलेर भुडी धोइदिएर ट्याक्कै भुडी अलग मासु अलग हुन्छ। बनाउनेको समस्या हुन्न। भुडी पनि धोइदिनु छ? भुडी पनि यहाँ पानी ल्याएर भुडी धोइदिएर उति छिनकै तपाईँले फोटो खिच्दा गरिदिहाल्छु। ए ल ल हुन्छ सल्लाह गरौँ ल। ल आउनुहोस्। घन्टी मात्रै छ नि त यहाँ खिचिरहेको छु। फोटो कि सबैको रक्षा गर्नुहोला उजा सुजा देवी माताले। बजाना वीडियो यूट्यूब में आने वाला है दोस्तों। घन्टी चढाउँदो रहेछन् है। दुईजोडी हान्छ न एउटा हो ल घुमाउँ पहिला घुमाउँ अनि पूजा गरौँ र क्या हाम्रो पनि गराउन मैं तक त्यही के हो यता हेर त ए बाखा यता हेर रुनु परिरहेछ उहाँले पनि अलि बल्ल भने बेटीको कुरा गर्नु पर्छ अब मैले फुल छ है यहाँ अनि बेटीको दाम त्यही छ अलि माथि खसिहाल्छ क्या त्यहाँ यहाँनिर ₹600 दिएपछि बोकाको भुत्ला र भुडी धोएर राखिदिनु रहेछ। भुडी सुडी पनि धोइदिनु हुँदो रहेछ। हामीले यहीँ बिक्री गऱ्यौँ। जुत्ता लग्दाखेरि आफूलाई दुःख पनि फेरि बनाउँछ भन्ने डरले पनि झ्याउै हो। त्यही भएर त्यही घरमा दिइहाल्यो। भगवती माईले हामी सबैको रक्षा गर्नुहोला। भगवती माता की जय।
छिटो आउला छु मिल्छ ल ल केही कुरा बोल्नु म हात दिन्छ तिमीले क्यामेराले घुमाए वाउ कति राम्रो है ला 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 यहाँ बस्न के फोटो खिचौँ एउटा त्यहाँ बसेर के हुन्छ खिचे कस्तो गर्छ आइसु न क्यामेरा खोज्छ त साइडबाट त खिच्यो ल यता 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 कता यता के यता यता कस्तो बस्छ खिच्छ के दाल त्यति बस्दैन न कता त्यो क्यामेरा दिन्छ के दियालाई कोलाई दियालाई दिया ल दाजु चाहिँ दिया छिट ल्याएर आउनु यहाँ अहिले दादा त्यसो नबस्छु के चकिला भाषा के हो के अहिले खानु चाहिँ आज त साथी मुखमा मैले म अग्ली हुन्छु कि यहाँ बसेपछि दादा ए म निकाल्दिन्छु के कसरी भयो निकाल्दै त भयो यहाँ चाहिँ यस्तो हुँदैछ हैन एउटा फोटो खिच्न लागि पहिला त यहाँ हेर के गइदियो भिडियोमा त्यति राम्रो आउँदैन फेरि के बनाइन्छ कसले त्यो एक्सन क्यामेरा ब्लक गराउने मात्रै हो है जाउँ अब दिया खै मकै भट्टा गयो जाउँ एकछिन मोबाइल पक्रिदिछ न किन हामीले एउटा टिकटक ए दियाले पकड्छ दिया हामी तिन दादाको मोबाइल ल्याउँछ कि त्यो दादाको मोबाइल पनि चाहिन्छ है हो हो अब चाहिँ भयो मेरो लागि भिडियो चाहिँ पुग्यो अब चाहिँ म गाडीतर्फ लाग्ने भएँ मगर
ल हेर्नु है भिडियोमा किरण खड्का युट्युब च्यानलमा हेर्नु किरण खड्का युट्युब च्यानलमा ल आऊ छिटो भन्नुहोस् के हेलो गाइस हामी उजा मन्दिर आएको छोरा छोरी बुहारीहरूसँग रमाइलो भएको छ ल यसलाई के बन्द गर्ने यही हो बेसी दाम न बेसी दाम अलिक दाम राम्रो छ यो त्यो बाइकतिर के थाहा ए यहाँ चला यो जी यो पनि यो पनि गर्यो त अनि यो कुनै नै चला